नमस्कार। आज पनि सदा झैं तेजपत्ताको फाइदाबारे जानकारी दिनको लागि उपस्थित भएको छु। साधारणतया तेजपत्तालाई मसलाको रूपमा वा स्वादिष्ट बनाउन मासु, पुलाउ वा चियामा प्रयोग गर्दै आएका छौँ। तर धेरैलाई यो पनि थाहा नहुन सक्छ कि तेजपत्ताले हामीलाई फाइदा के गर्छन् भनेर। सुरु गरौँ मुख्य विषयवस्तुतर्फ। तेजपत्ताले शरीरको इम्युनिटी सिस्टमलाई बढाउँछ, पाचन प्रणालीमा पनि सुधार ल्याउँछ। ग्यास्ट्रिकका बिरामीहरूले तेजपत्तालाई पानीमा हालेर उमालेर पिउँदा राम्रो गर्छ। यसले ब्लड सुगर, ब्लड कोलेस्ट्रोललाई घटाउन पनि मद्दत गर्छ। मेरो युट्युब च्यानलमा गई सब्स्क्राइब गरी बेल आइकनको घन्टी दबाउनुहोला र भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर गरिदिनुहोला। धन्यवाद।